हेलो गाइस, फाइनली आज तपाईहरु देख्न सक्नुहुन्छ एकदमै राम्रो दृश्य भन्दा पनि त्यहाँ अर्काको बुढा राम्रो हुनुहुन्छ। नमस्ते। बिहा गर्नु भएको छैन नि? अनि गरे पछि अनि विशेष गरी आज चाहिँ एकदमै रमाइलो पारी भ्यू देख्न सक्नुहुन्छ। स्वर्गद्वारी मन्दिर जाने बाटोमा एकदमै बादल लागेको छ, एकदम राम्रो छ। म चाहिँ एकदम ठिक छु, तपाईहरु पनि सन्चै हुनुहुन्छ होला। एकदम वो मोटी चाहिँ मेरो भाइ बुहारी हो। ओइ वहाँ अनि तपाईहरु वहाँ त माथि लपके यसो गर्नु त। लौ जा बुढी ल्याउनु भएन पो होइन त, हात त हल्लाउनु भएको छ र। बुढी ल्याउनु भएन नि, पार छुट्टै हुन्छ कि बुढी नभए बेला। हस्, थ्याङ्क यू, धन्यवाद। अब म चाहिँ प्युठान है, यो प्युठान भिङ्ग्री मेरो गुरुङ टिकटक होटेल। अनि आज चाहिँ फाइनली त्यो स्वर्गद्वारको गेट छ नि, त्यो गेट सबै देखाइदिनु पर्यो कि आज एकदम राम्रो भ्यू गरे है। तपाईँहरूले कालो चिया बन्द गर्छ, म आइहाल्छु है। ल तपाईँहरू देख्न सक्नुहुन्छ, यो गाडी पनि देखाइदिनु पर्यो क्या। गाडी देख्दा पनि हजुर आइहाल्नुहुन्छ कि फेरि। ल बसलाई देखाउँछु गर। तपाईँ देख्न सक्नुहुन्छ, यो चाहिँ पोखरा लेक साइड होटल व्यवसायबाट आउनुभएको गाडी, एउटा गाडी अनि दुईटा गाडी टक्क लाएर उहाँ चाहिँ सुत्नु भएको छ अहिले। दुईटा गाडी अनि तीनटा गाडी। यस्तै दिनमा होइन 2-4वटा गाडी आयो भने त अब घरबेटी घर त के उस्तै पऱ्यो, भिङ्ग्री बजारै आगिन्छ होइन त सरजी, होइन भन्न सकिन्न नि। अब भिङ्ग्री बजारै किन्यो भने त हजुर त्यही हो के र। अब यस्तै भन्न त सक्यो फेरि। ए तपाईँहरूको होटेलको यस्तो देख्न सक्नुहुन्छ होटेल नै। के भन्नु इमोई बोई के लेखायो भन्नुहोस् त। इम्बोरिया ओ माई गड, यो तालिम दिनुहुन्छ हजुरहरूले? ए बरु यस्तो गर्नुहुन्छ महिला दिदी बहिनी होइन, माथि उठाउने काम गर्नुहुन्छ। धेरै माथि त नउठाउनुलाई फेरि महिला फेरि धेरै माथि गइहाल्छ नि उठाउनु लानु भने होइन। ल म एकैछिन पारी यो तपाईँ देख्न सक्नुहुन्छ, यो बस अनि त्यो पछाडिको स्कर्पियो अनि अगाडिको स्कर्पियो। उहाँ चाहिँ राति आउनुभएको पोखरादेखि। अनि खासमा यहाँ त्यो त जुम पनि नहुने। अब म चाहिँ लागेँ यो गुरुङ टिकटक होटेलबाट। उहाँहरू माथि टपमा हुनुहुन्छ सबैजना, उहाँहरू उठ्नु पनि भएन गाडीका सबै मान्छेहरू। अहिले म सबै देखाइदिने छु। अनि अब म लागेँ स्वर्गद्वारी जाने गेटतिर। म दुध पनि लिएर आउँछु, एकैछिन बस्नु है। इन्डियन भाइ साहब त बहुत छन् के र। यो बाटो देख्न सक्नुहुन्छ तपाईँले, यो चाहिँ भालुवाङबाट आउने हाम्रो गुरुङ टिकटक होटेलमा आउने स्वर्गद्वारी जाने बाटो है। अहिले पिच भएर दुईटा गाडी नयाँ हिँड्छ यो बाटोमा। तपाईँ देख्न सक्नुहुन्छ, भर्खरै पिच भएको छ गाडी बाटो, गाडी होइन बाटो। एकदम रमाइलो छ। भर्खर गएको मोटी सर्टर वार्नलाई तर हेर्नुहोस् टुई गर्दै। अब तपाईँहरू देख्न सक्नुहुन्छ म कति राम्रो हरियो पात हेर्नु त। बिहानको चुई चरा कराएको कति राम्रो के। यो चाहिँ स्वर्गद्वारी नगरपालिका जाने बाटो ऊ यहाँबाट हो। नगरपालिका चाहिँ अलिकति पत्तिरबाट देखिन्छ होइन। तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो भिङ्ग्री बजारको। तपाईँहरू हेर्दै गर्नु है त गुरुङ टिकटकबाट स्वर्गद्वारी जाने गेट कति टाढा रहेछ भनेर तपाईँहरू देख्न सक्नुहुन्छ। टुक्कै सास गर्नु लाग्यो भने टुई आज तपाईँहरूले गुरुङ टिकटक होटेलबाट स्वर्गद्वारी जाने बाटो कति रहेछ भनेर जान्नको लागि चाहिँ फुल भिडियो हेर्नै पर्ने हुन्छ है। म सुस्तै हिँडेर हो, नत्र भने त नजिकै छ। धनाधन जानुभयो भने त तपाईँको लगभग 25-30 टाङ होला, त्यति धेरै छैन भनेर हामीले जानकारी गरेछौँ।
बुझ्नुभयो यहाँ गाडीहरू लाइन लाग्छ इन्डियन भैयाहरू पुरा कति हो कति अरे बाबा स्वर्गद्वार गेट आ रहे हैं हामी आप देख सकते हो स्वर्गद्वार टिकटक होटल से थोड़ी आगे है अझ हिन्दी बोल्छु म त फेरि कुरो आयो स्वर्गद्वार गेट यहाँ त कति चमचम छ नमस्ते यही हो तपाईको स्वर्गद्वार गेट 5 मिनटमा आउनु चाहिँ मैले भिडियो बनाएकै 5 मिनटमा यहाँ आइपुगेँ म भिडियो चाहिँ घरको पुरै भिडियो खिचेर आएको ए तपाईहरु यो बाटो स्वर्गद्वार गेट माथि स्वर्गद्वार ठाडो उकालो लाग्ने बाटो एकदम राम्रो इन्डियन नेपालीको पुरै घुइसो हुन्छ आज चाहिँ अलिक कम हुनुहुन्छ फोटो खिच्दै हुन्छ इन्डियन भाइ साहबले गुड्का खा रही हो पेलो पेलो भाइ पेलो फोटो खिच लिया अनि यहाँबाट तपाईको स्वर्गद्वार जाने बाटो स्वर्गद्वार गेटको होटलहरु यही हो साथीहरु अनि यहीबाट पनि देखिन्छ नि त परे हाम्रो गुरुङ टिकटक होटलले टक्क लाएर यो झुममा बुटा नभए त सुवाममै देखिन्थ्यो गाडी पनि देखिन्छ घर पनि देखिन्छ यही है फाइनली यो चाहिँ नगरपालिकाले टाँसेको टिभी फाइनल साथीहरु तपाईं देख सक्नुभयो स्वर्गद्वार गेट यही नै हो यहाँदेखि मन्दिर पुग्ने बाटो यही हो अनि यहाँदेखि तपाईहरु गुरुङ टिकटक होटल फ्याट्टै तपाईको थोरै अगाडि हो गुरुङ टिकटक होटल तपाईहरु देख्न सक्नुहुन्छ म जुम गराइदिन्छु अब म चाहिँ हातमा दुध किनेर पनि फर्किँदै हाम्रो नेपालीहरुको पाराको साथीहरु हैन अहिले चाहिँ बाटो पिच हुँदैछ यो डडम लगाइदिए बार हे भगवान बा यो पल्टाउँदै हिँड्दै गर्छन् बिचरा अनि पछि फेरि नेतालाई गाली गर्छन् इ त्यो बार त बार हो र यो डोरीले पनि गाँछ त्यो त्यहाँबाट त्यो डोरी पनि चिडाला फाल्ने अनि त्यहाँ पछि फेरि बाटो पिच यस्तो गरे उस्तो गरे भनेर आफै कराउँछ किन यस्ता होला हामी आए म त कहिले कहिले त आफूलाई चिमुटेर हाँस लाग्छ तपाईँ देख्छ नगरपालिका हो त्यो रातो बोर्ड पारीको हेर्नुहोस् है अलि यताबाट देखाउँछु हेर्नु म अलि जुम गरिदिन्छु स्वर्गद्वार नगरपालिका यो साथीहरु तपाईँ देख्न सक्नुहुन्छ स्वर्गद्वार नगरपालिका बल्ल बाटो पिच हुँदैछ अब भिङ्ग्रीमा पनि केही राम्रो सुधार हुँदैछ है साथ ए आइसक्यो हाम्रो गुरुङ टिकटक होटल फाइनल गाइज आइपुग्यो हडा उठ्नु भयो हे बा कति राम्रो गुड मर्निङ नमस्ते सिस्टर कति राम्रो रातो रातो फरिया फरिया लगाएको कति राम्रो चस्मा खोल्नु त कि बल्ल झन् राम्रो देखिनु भएको र चिन्दैनन् कि मान्छे फेरि ल चिया खानु भएको नै हो र ल है अनि यो युट्युबलाई सिस्टर मेरो कमल लाग्यो ठिक छ नि ठिक छ नमस्ते सिस्टर नमस्ते घुम्ने जग्गा त्यही स्वर्गद्वार गेट हो उही खोला नदी जानु भएन पौडी अब त्यो डुबेन कामै छैन यहाँ स्वर्गद्वार पुग्न चाहिँ कति घण्टा लाग्छ 14 किलोमिटर सिस्टर पुरै पिचबाट हो यस्तै सिँढी 560 560 सिँढी सिँढी मात्र त्यस्तै फेरि ठाडो छैन टक 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 यता र उता क्वाइक क्वाइक छ कि बिरामी हुनु भयो हिजो यस्तै राति जो पनि बिरामी हुन्छ नि बिहान उज्यालो भएर ठिक हुन्छ क्या ल बस्नु है हजुर छ नि साबुन लो किन्नु नि गुरुङ टिकटक होटलमा बरु 2टा साबुन लो ए बा आउनुहोस् दिन्छु गरेर भन्ने पो त ल आउनुहोस् उठ्नु भयो
फाइनली म चाहिँ गुरुङ टिकटक होटलमा आइपुगेँ साथीहरू। यो जुम भयो र नि हजुर के भिडियो कल होइन भिडियो गर्दैन सन्छौ नि कति राम्रो भएको ल आइपुगेँ म गुरुङ टिकटक होटलमा। यता देख्न सक्नुहुन्छ कालो चिया पो कि मस्तै पकाउने लगभग 40-45 लाखलाई हजुर दाँत मात्ने हाम्रो बहिनी हुन्छ ल्याउनुहोस् काम चलाउनुहोस् जुठो नहान्लाई गाह्रो छ फाइनली यो चाहिँ हाम्रो अर्को होटल है। हामी गर्न त एकैचोटि 2टा होटल ओपनिङ गरे हो। यो एउटा भयो गाडी अड्डा छ बुढी हराउनु भयो ए ल ल बरात भयो अनि फेरि प्युठानमा आएर बुढी हरा न्युजमा जाला होइन। अर्को होटल चाहिँ यही है माथिको त्यो अहिले यहाँ टुङ टुङ डिस टुङ यो अर्को गाडी भयो कता सिटर हजुर यस्तो भाइरललाई भेट भएपछि त एउटा टिकटक बनाउनु पर्यो भएन त हामी चाहिँ वहाँ पोखरादेखिबाट चाहिँ भाइरल टिकटक भेट्ने भनेर चाहिँ हामी आइरहेको के हो आउनुभयो मर्निङ नमस्ते नमस्ते नुहाउनु भयो बिचरा बाबु के छ सन्चै छ आउनुभयो ल आउनुहोस् आउनुहोस् के भयो बाबु ल त ल बाबु म पनि छल्लिएर हेर्नु न ल मेरोबाट नि अब तपाईँलाई म युट्युबमा हालिदिन्छु है ल युट्युबमा हेर्नु न के गीत हो गीतै थाहा छैन तपाईँ बनाइदिनु अनि बाज फुटा तालै झलेर दुनिया के छ एकदम दम ए भयो बुई गीत हो आउनुभयो तपाईँ भने मेन मान्छे त बिहान मर्निङ वाक गरेर बिक्री गर्नुभयो भने त्यही भएर शरीर फिटिङ छ कि हजुर भन यस्तो हुनुपर्छ कि छोरो मान्छे भएपछि टक्क लाएर भुँडी छोरी मान्छे भनेको भुँडी निस्किने छोरो मान्छे भनेको भुँडीभित्र गएको हुनुपर्छ ल सिस्टर आउनु परेको र ल हुन्छ ल नमस्ते ल उहाँहरूको ग्रुप चाहिँ सबै जम्मा भइसक्नु भयो भित्र गइसक्नु भयो त्यहाँ बाबु जान्थ्यो अब चाहिँ उहाँहरू मन्दिर जाँदै हुनुहुन्छ के भयो धौ भयो के भाइ त्यस्तो सोध्दैन हेर्नु 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 तपाईँ यहाँ सुन्नुहोस् तपाईँको बुढी नि मेरो बुढा भन्दा डब्बा रमाइलो हुनुहुन्छ मेरो बुढा त रक्सी खाउनु पर्छ रमाइलो गर्नलाई एउटा भिडियो बनाउनलाई होइन त हेर्नु त्यो फेरि बिहोसमा गरे माया रक्सी आइस धेरै माया गर्छन् तर बिहोसमा त्यही भएर तपाईँलाई राम्रो छ क्या बुढी हेर्नु त कति रमाइलो हुन्छ होइन हेर्नु अर्का बुढी जोडी खोज्ने होइन आफ्नै बुढीलाई बनाउने हो बिचरा मान्छे डेन्जर हुन्छ दिँदा पनि दिनुहुन्न
ए कपडा छोडेर हिँड्नु भएको देख्नुभयो कपडा छोड्नु भएको छ होइन भित्र गराइसक्यो बाबु जानु त हजुर ल सिस्टर ल राम्रोसँग जानु तर म एउटा टिकटक बनाउने सबै बगाल्छ म घर है अगाडि के